सो गाइस आज चाहिँ आम्लाले आलु खन्नुहुँदै थियो, घाम लागिरहेको थियो। मेरो बुढी चाहिँ बिस्तारै बिस्तारै त्यहाँ मकै छर्नु भएको कुल्चिन्छ कि भन्दै साइडबाट गएर त्यहाँ आलु खन्नु गयो। म र मेरो भाइ चाहिँ हामी यहाँबाट हेरिरहेको थियौँ मुनि। त्यहाँबाट भाइलाई अल्छी लाग्यो, सो हामी रुममा आयो। भाइको एक्टिभिटी कति छ तपाईँले हेर्नुहोस् ल। सुपरम्यान हो, तिमी सुपरम्यान हो। सुपरम्यान सुपरम्यानले खायो खायो फोन खायो खायो सुपरम्यानले ला। सुपरम्यानले फोन खायो खायो मुखमा हाल्यो हाल्नु सकेन, निकाल्यो फेरि। सुपरम्यान फेरि खानु ट्राई खायो, खानु सकेन, खायो पसिना मुखमा ला आँटेन। सुपरम्यान भन्दा भाइ पनि हे गरेर हाँस्थ्यो। सो यहाँ माथिबाट भाइ र पालाले हेरिरहनु भएको छ हामीलाई। भाइ र पालालाई माथि छोडेर म चाहिँ बारीमा आएँ हो। म आउँदाखेरि चाहिँ डालोमा आलु आधी भएको रहेछ। अनि मेरो बुढी चाहिँ आलु नखनेर यहाँ परेड खेल्दैछ। सबै बारीलाई प्लेन बनाइदिएछ परेड खेलेर। आलु चाहिँ यत्रो यत्रो फलेको रहेछ हो। प्रायः चाहिँ सबै सानो सानो साइज रहेछ। ठुलो ठुलो चाहिँ उताने मुसाले सबै खाएछ। त्यहाँबाट मैले पनि काँटाले सर खनेर आलु टपक 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 टिपेर डालीमा सट्टै हालेँ। डाली होइन डालोमा हो। सो डालीमा होइन डालोमा होइन गाइस। सो आज चाहिँ हामी भएर आम्ला भएर म भएर मेरो वाइफ भएर हामीले आलु खन्यो। आलु चाहिँ यत्रो यत्रो फलेको रहेछ। ठुलो जति सबै उतानु मुसाले खाएछ। यहाँ चाहिँ मेरो वाइफले हल्का स्किल्स देखाउँदैछ उसको आलु खनेको हो। अघि परेड खेलेर सबै प्लेन गरिदिएको, बादमा चाहिँ आलु खन्नु थाल्यो। आलु चाहिँ यति फलेको रहेछ। सो गाइस आजको लागि यति नै। सी यू गाइस इन द नेक्स्ट भिडियो। टेक केयर।